तेल सोफ्याफुला सबैजनालाई आज चाहिँ म नुवाकोट सेवा समाजको मासिक बैठकको लागि जाँदैछु। नुवाकोट सेवा समाजको मासिक बैठकको लागि त्यसको लागि निस्केको। अब रुममा बनाउँछु भनेको, रुमबाट सुरु गर्छु भनेको भुतुकै बिर्सेछु। अहिले चाहिँ म बाहिर निस्केर यता हिँड्दैछु गाडी पार्कतिर। अब केही बेरमा गाडी पार्किङ पनि पुग्नेछ। त्यहाँ गाडी स्टेसनमा गाडी वेट गर्ने अनि कारावासमा जाने प्लान गरेको छु मैले। अहिले चाहिँ लिफ्टमा सरर जाँदैछु रेल मेट्रो स्टेसन। लिफ्टमा सरर बाहिरको भ्यू यस्तो छ। यो चाहिँ लुसेल मेट्रो स्टेसन। अनि यता छ लुसेल स्टेडियम। यो पछाडि लुसेल मेट्रो स्टेसन भित्रको दृश्य हो यो। यस्तो छ। हाम्रो नेपालमा कहिले हुने यस्तो? हाम्रो नेपाल अब सम्झिने पानी छम्किने मात्रै होला। हाम्रो नेपाल यस्तो हुनु धेरै टाइम लाग्छ। मेट्रो स्टेसन सरर यो फेरि यस्तो छ, घुम्नु पर्दैन, आफै चल्छ यो। त्यस्तो सिस्टमको छ। यो अगाडि देखिरहेको छ लुसेल स्टेडियम। यो 2022 को फाइनल वर्ल्ड कप यही भित्र भएको थियो। त्यसैमा माथि ओभरफ्लो छ भने, फ्लाइओभर छ भने तल फेरि रोड छ, फेरि हाइवे रोड छ। हाइवे रोड सरर गाडी कुदिरहेको छ। केही कारणले रोड अहिले लक छ, त्यही भएर धेरै गाडी हिँडेको छैन, नत्र गाडीको लाइन लाग्थ्यो यो बाटोमा। केही कारणले बाटो बन्द छ, त्यही भएर आज मान्छे धेरै छैन, गाडी धेरै हिँडेको छैन। खासै गाडी हिँडेको छैन, एउटा दुईटा गइरहेको छ गाडी। केही बेरमा आफ्नो डेस्टिनेसनमा जाँदैछु। अब अहिले चाहिँ मेट्रो चढिसकेको छु। मेट्रो सरर अहिले चल्दैछ। कता मेट्रो लुसेल QNB स्टेसन टु मुश्रिफ बस स्टेसन रहनेछ मेरो मेट्रोमा। त्यसपछि फेरि मुश्रिफबाट फेरि कारावास चढ्नेछ। अहिले चाहिँ जिम्बु थकाली रेस्टुरेन्टमा बसिरहेको छु म होइन। जिम्बु थकाली रेस्टुरेन्टमा खाजा खान आएको। खाजाको वेटिङमा एक्लै छु। नुवाकोट सेवा समाजको अधिवेशन मासिक बैठक मिटिङ चल्दैछ यता। हामी 20-22 जनाको ग्रुप मिलेर यता मासिक बैठक मिटिङ चल्दैछ। यता छ हाम्रो दिलमाया के भन्नुहोस्, के भन्न चाहनुहुन्छ? सबैजनालाई सेवा प्रथा गर्नु परेन। अब दुईजनाको बिचमा असहमति भयो, रमेश सरलाई उपाध्यक्ष लाउनु पर्छ। खाजा एउटा चाहियो। ग्रिन मल सेन्चुरी मलमा हामी अहिले चियापान कार्यक्रम हुँदैछ हाम्रो। रुममा आइपुगिसक्यो होइन। रुममा आएर लुगा पनि चेन्ज गरिसकेँ। यता छ मेरो बेड अनि बेडमा सामानहरू राखेको छ। अब अर्को भ्लगमा भेटौँला भन्दै आजलाई टक्क बाई बाई सबैजनालाई।